गुड मर्निङ एभ्रिवान। आज चाहिँ 2081 साल चैत 1 गते होलीको दिन। अनि आज चाहिँ हामी सपरिवार के अरे इलामको पाथिभरा जान आँटेको। अनि गाडी चाहिँ 6 बजे बोलाएको थियो तर 6:45 भइसक्यो होइन। यही गाडीमा जान आँटेको हामी। अनि मैले गर्दा ढिलो भयो। आज म एडमिटै गर्छु, मैले गर्दा ढिलो भएको भनेर। अनि हामी चाहिँ 4 जना हाम्रो फ्यामिली, दिदी अनि सानबा र आन्टी, अनि त्यसपछि 2 जना बहिनीहरू फुच्चीहरू जान आँटेको। सो यहाँ अहिले बाटोमा इन्फर्म गर्छु। सो गाइज अहिले चाहिँ हामी दमक आइपुग्यौँ होइन। अनि यहाँ चाहिँ एकछिन ब्रेक लिएको। अनि अब यहाँदेखि चाहिँ हामी सुरुमा यो बिर्ता मोडभन्दा अलिकति पर पाउपाथिभारा भन्ने एउटा मन्दिर छ। हाम्रो फर्स्ट स्टप चाहिँ त्यहाँ हुन्छ कि त्योभन्दा अगाडि कहीँ चिया खाएर अनि त्यसपछि पाउपाथिभारा दर्शन गरेर चाहिँ हामी इलामको पाथिभारा जान्छौँ। गाइज अहिले चाहिँ हामी पाउपाथिभारा मन्दिरभित्र छौँ। भर्खर दर्शन गरेर निस्केको है। अनि एउटा बाटो रहेछ। अनि मामाहरू चाहिँ अगाडि हुन्छ, म चाहिँ भिडियो गर्दै आउँछु पछाडि। त्यही हो, कस्तो यसरी गर्नुपर्छ। साउन्ड चाहिँ कस्तो आउँछ थाहा छैन, पछि ओभरले गर्छु राम्रो आयो भने। जेस अहिले चाहिँ हामी यहीँ छौँ अनि एकदम आनन्द आइरहेछ। अहिले चाहिँ हामीले यहाँ पाथिभारा दर्शन गरिसक्यौँ होइन। पाउपाथिभारा कस्तो लाग्यो गान्धी तपाईँलाई? भिडियो हो क्या, बोल्नु नबोल्नु। रमाइलो लाग्यो। मामालाई कस्तो लाग्यो? दर्शन पाइयो।
जस हाम्रो मेन चाहिँ अहिले हामी के अरे इलामको पाथिबाट जाने हो नि त सो यहाँनिर बेसी टाइम स्पेन्ड नगरिकन अब हामी त्यही जान्छौँ होला सिधै नेक्स्ट भोक चाहिँ लागिरहेछ सो सुरुमा चिया खाएर जान्छौँ होला आई डोन्ट नो अब के हुन्छ हेरौँ बाटोमा हामी चाहिँ अहिले पाउपाती भाडाबाट बाहिर बसेर पर्खिरहेको छौँ होइन सबैजनालाई अनि बाबा मामु चाहिँ फोटो खिच्न व्यस्त हुनुहुन्छ अब अहिले नै यहाँनिर लगभग के 9 नै बजिसक्यो अब कहिले पुगिन्छ माथि अनि फेरि कहिले फर्किने हो भोक लागिरहेछ उस्तै मलाई चाहिँ फेरि के भएको होइन बाहिर निस्किँदाखेरि कहीँ भोक लागेपछि त्यो हुन्छ नि खालि खानुमै मात्र जान्छ क्या ध्यान त्यस्तो कहीँ अरूतिर ध्यानै जाँदैन मेरो सो अहिले चाहिँ मलाई भोक लागेर म के खाम भइरहेछ यहाँ फेरि होटलहरू पनि छैन कि सो अहिले 4 आलीतिरै हुन्छ होला 4 आलीतिरै गएर खाजा खान्छौँ होला हामी कस्तो हल्लेको यार सो गाइज अहिले चाहिँ हामी जोर क्रसमा रोकिरहेको छौँ खाजा खानलाई अनि यहाँ खाजा खाएर जान्छौँ होला हामी अरू बाटो के भयो के भयो त भन्दा भोक लाग्यो चिया चाहिँ हुनु पऱ्यो मेन अब जस्तै अब हामी यहाँ खाजा खाएर अनि त्यसपछि यहाँदेखि चाहिँ इलाम गएर अनि त्यसपछि फर्किँदाखेरि कन्याम छिर्छौँ होला सायद हाद्यो छिटो हामी चाहिँ यहाँ आइपुग्यौँ होइन बल्ल अनि अब चाहिँ हामी माथि उकालो चढ्न आँटेको अब मामुलाई माथि चढ्ने कति 1 घन्टा लाग्छ होला सबै बनाउने यहाँ मात्र हो यहाँ त सानै छ त बाबा हेलो के भन्नुहुन्छ सब ठिक छ मैले लिटरली 10वटा सिडी चढ्यो होला होइन अनि अहिलेदेखि सास फुल्न थालिसक्यो क्या अनि यस्तो छ पुरै दिदीहरू आन्टीहरू चाहिँ अगाडि पुगिसक्नु भयो सन्वा के हो सास फुल्यो क्या तँले अनि सन्ना नि कस्तो फिल हुँदैछ त भर्याङ उकाल्दैछौँ अलिक गाह्रो फिल भइरहेछ यो त ठाडै उकालो हो नि त यो त होस् न त के भन्छ नि डल्लो हेलो भन्दै रिन्दा कस्तो फिल हुँदैछ त हाम्रो जोशीका खालहरू चाहिँ अलिकति हिँड्न पाएको छैन खुट्टा गलिसक्यो अब होइन जोशीको खाल चाहिँ भनेको क्या मैले लास्ट सास फुल्यो होइन अब चाहिँ सिधै माथि पुगेर भ्लग गर्छु म हामी चाहिँ अझै पनि सिँढी चढ्ने क्रममै छौँ होइन हामी त्यो माथिको नि सिँढी नै पो रहेछ त है म भिडियो गर्दैछु अहिले खिच्नु मिल्दैन भिडियो गर्दैछु नि त नि सन्ना फोटो खिचिदिनु आमा छोरीको चाहिँ के गफ चल्दैछ यहाँनिर गोप्य चाहिँ हामी हाफ वे अप आइसक्यौँ होला होइन अनि अहिले चाहिँ यहाँ सन्बा म अनि डल्लु हामी चाहिँ यहाँ ब्रेकमा लाइक एकछिन आराम गर्दैछौँ यहाँनिर अनि वी जस्ट हाफ वे अप अझै आधी नै बाटो बाँकी छ अनि पुरै होइन पुरै उकालो छ अनि आन्टीहरू चाहिँ अझै आन्टी अब भर्खर आउनुभयो मम्मीहरू चाहिँ तल नै हुनुहुन्छ ओ त्यही हो डल्लु तँलाई कहिले खानु लाग्यो मन्दिरमा खाएर मन्दिर जान्छ खाएर मन्दिर जान्छ दे मलाई माइदे भयो म नलागि नलागिदिएको अरे मलाई त्यही हो अब चाहिँ हामी माथि पुगेर अनि म कता 3 चोटि हुन्छ होला माथि पुगेर भ्लग गर्छु त्यही हो बाटोमा गर्दै गर्छु आइपुग्नु भयो कस्तो छ दादा एक्सपिरियन्स ल भरे भिडियोमा आउँछ त्यहीबाट स्क्रिनसट गर्नु आमु
कस्तो फिल हुँदैछ त स्पेशल अनुहारले देखाएर चाहिँ स्पेसल त नजाउँ न तपाईँ जाँदै गर्नु हामी आउँछौँ खिच्दै यता नि म चढ्दिनँ एकछिन एकछिन ब्याक गर्छु छोरीलाई के भने आमाले खाँदै मन्दिर गएपछि जान्छ तपाईँ पनि हामी एकछिन आउँछौँ टक्क मन्दिरमा देउता राखेको छ देखिरहेको रहेछ त म चाहिँ होइन गाइज के अरे सबैलाई चेक गर्दै सामान बोकेर उकालो चढ्दैछु होइन जेठो छोरा भएकोले हामी मन्दिर पुगेको पनि छैनौँ अनि घरको कान्छा छोरा चाहिँ अघि सुई माथि गएर एक्लै मन्दिर दर्शन गरेर फर्केर आइसक्यो यो मन्दिर बोकेर नानी मान्दैन त म गाइज ल धर्म कमाउनु चाहिँ गाह्रै छ यार तर सो फाइनली आइपुग्यौँ होइन गाइज म चाहिँ आइपुगेँ फाइनली अरूहरू आउँदैन हुन्छ खै बाबाहरू बाबाहरू चाहिँ तलै हुँदो रहेछ आन्या कहाँ छ अरे कहाँ गाह्रो हाम्रो चाहिँ दर्शन पनि भइसक्यो होइन अहिले चाहिँ अनि मैले टिका लाउनु त बाँकी नै छ अझै पनि
अनि अब यहाँ मम्मीलाई चाहिँ होली खेल्न मन लाग्यो अरे मन्दिरमा आज होलीको दिन भएर सो आई डोन्ट नो के हो मामु यहाँको मौसम पनि एकदमै राम्रो रहेछ गाइस अब अघिसम्म घाम लागिरहेको थियो अहिले 81 हुस्सो लाग्यो फेरि घाम लाग्यो फेरि अहिले हुस्सो लाग्दैछ सो दामीसँग मौसम चाहिँ एकदम सन्ना के भन्नु छ त कस्तो लागिरहेछ तपाईँलाई कस्तो लाग्यो मन्दिर आए जस्तो लाग्यो सल्लानी कस्तो लागिरहेछ रमाइलो लागिरहेछ पाथी भाडा मातासँग चाहिँ अब सेकेन्ड बिहा चाहिँ नगरिदियो भन्न चाहन्छु एउटै बेले पाएको ल ल ल ह्याप्पी होली गाइज ल आन्टीलाई दिनु ल ल ल म यसमा आउँछु ढेँडो आउन ढेँडो ल एकछिन एकछिन आउनु ल ल ल ल ल अब यसले खिच्न फोटो कन्यामा यही लुगामा सो हाम्रो होली पनि भयो होइन गाइज यहाँको मौसम चाहिँ मलाई एकदम राम्रो लाग्यो होइन ठिक्क एकैछिनमा हुस्सो लाग्छ एकैछिनमा घाम लाग्छ है जस्ट मजा आयो अनि त्यसपछि रमाइलो भइरहेछ अन्त बोल्न सिकाइदिनु त अस्ति बोल्न आएन भनेर मलाई भ्लगमा अलि अलि अर्कै बोलेको थियो यस्तै हो अब चाहिँ मान्छेलाई पनि अनि मोबाइललाई पनि चार्ज गर्ने बेला भइरहेछ भोक लागेर चाहिँ एकदमै खाना खाने हो त्यतिखेर ठिक्क मोबाइल पनि चार्ज गर्छु म अनि त्यसपछि फेरि बाँकीको भ्लग गर्छु अब सायद खाना खाएर कन्याम जाने होला अनि कन्यामको हुन्छ अब सो गाइज अहिले चाहिँ हामी यहाँ होटलमा आइपुग्यौँ होइन अनि ठिक्क मेरो मोबाइलको पनि ब्याट्री अब 7% छ अनि अनुहार चिलाउनु थाल्छ कि मेरो सब अघिको रङले गर्दाखेरि अनुहार चिलाएर पुस्नु त पुसेको गएन अब यहाँ हुन्छु मजाले अनि हामी अब यहाँनिर खाना खाएर मोबाइल पनि चार्ज गर्छौँ अब चाहिँ हामी कन्याम जान्छौँ सो त्यही हो हामी चाहिँ खाना खान आँटेको होइन यहाँनिर सबै रेडी हुँदैछ खाना जानु बाँकी छ अनि खाना खाएर हामी यहाँदेखि चाहिँ कन्याम जान्छौँ अनि कन्याम गएर हामी त्यसपछि चाहिँ फर्किन्छौँ होला धरान सो अब खाना खाएपछि भ्लग गर्छु सो गाइज हामीले चाहिँ खाना खाइसक्यौँ होइन अनि यो होटलमा खाएको खाना चाहिँ अहिलेसम्म मैले जति पनि थकाली खाएको छु नि वान अफ द बेस्ट ठाउँ हो किनकि 9 to 10 तरकारीहरू थियो क्या अनि दही लाइक छुट्टै करिजहरू सो हामी जान आँटेको अब चाहिँ सबैजना रेडी हुन्थ्यो म भर्खर आएँ अब हामी कन्याम जान्छौँ अनि कन्याममा एकछिन घुमेर हामी फर्किन्छौँ त सो यहाँ त्यही हो मामु कस्तो भइरहेछ त रमाइलो हुन्छ नि कस्तो हुन्छ कस्तो त एक्सप्लेन गर्नु न त रमाइलो रमाइलो भन्छ नि अब खाना पनि मिठो खाइयो खाना पनि झ्याली भयो सो यस गाइस कन्यामको भ्लग छैन आज 2 बजे खाना खाएपछि मलाई यस्तो मिठो निद्रा लाग्यो कि म गाडीमै निदाएको छु अनि कन्याम पुगेपछि लाइक उठ्नुको सट्टा म सुतेको सुती भयो क्या अनि सो कन्यामको चाहिँ केही नि भ्लग छैन अनि फर्किँदाखेरि जोर कलस आइसकेपछि म बिउजेको थिएँ अनि त्यसपछि त अब कस्तो खिन्न लाग्यो नि त कन्याम भन्नु आएको अनि लाइक गएको बेला चाहिँ सुतेँ त्यस्तो केही नै छैन भ्लगहरू पनि अनि जिउ पनि कस्तो थाकिरहेछ सो यो इन्ट्रो चाहिँ अहिले म घर आएर आउट्रो चाहिँ म घर आएर अहिले रेकर्ड गर्दैछु अनि त्यही हो जस रमाइलो भयो आज जति यो नि लाइक उठेर बिताएँ
रमाइलो भयो अनि त्यही हो अब कन्यामको चाहिँ भएन ठिकै छ केही छैन फेरि गइन्छ कुनै दिन त्यतिखेर गरौँला सो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ